बाजी मार्न त यस्तो यार अब बहुमत त आउने छाँटै छैन। त्योभन्दा पहिले त कसैले पनि गरेन। अब त्यहाँदेखि पछि अब त्यही दोष लाउनेले त्यहाँदेखि पछि त्यसलाई सराहता छन् नि बुढाबुढीले। फलो गर्नुभएको छैन भने फलो गर्नुलाई अब बाटा बने, अब पहिले बाटा छँदै थिएनन्। अहिले यो 10 वर्ष अघि या 15 वर्ष अघि बाटै छँदै थिएनन्। अब त्यो बाटा बने। अब बिजुली थिएन, बिजुली बन्यो होइन। बिजुली घर घर धारा छन्, सबै कुरा छन्। बाटा भने, बिजुली भने, स्कुल भने, स्कुल छँदै थिएनन् तिनी भने होइन। स्वास्थ्य ओर भने, अस्पतालहरू भने, सरकारी होइन, सरकारी प्राइभेट जो भने बने के त्यो बन्यो नि त। तर हुन त अब एउटै सरकार त भएन। एउटै सरकार भयो अब हामीले पक्का पनि परीक्षा लिन सकिन्थ्यो। एउटै सरकार भएन। मिलिजुली सरकारमा के हुन्छ भने अब तिम्रो र मेरो कुरो मिल्दैन होइन। सरकार त हो तर कुरो मिल्दैन। कुरो नमिलेपछि के हुन्छ भने अब उसले आँटेको कुरो पनि हुँदैन के। मैले गर्छु यस्तो भनेर चाहिँ गर्न लागेको आँटेको कुरो पनि मिल्दैन कि। हो त्यसो भएर पुरा नभएको कुरो हो। अहिले जस्तो यस्तो धोका त कहिले पनि भएको थिएन। मैले जानेको पनि थिइनँ, देखेको पनि थिइनँ, सुनेको पनि थिएन। यस्तो होला भन्ने आशा पनि थिएन। त्यो अर्कैबाट भएको हो। त्यो अर्कैबाट भएको, यिनले गल्ती गरेर भएको होइन। त्यो अर्कैबाट भएको हो। त्यो अर्कै तरिकाले भएको हो। त्यो तिनी मान्छे चाहिँ अहिले लागिआछन् फेरि मैले यस्तो गर्छु रुस्तो गर्छु भन्ने। अब जसको केस छ, जसको ऊ छ, दोष छ, त्यही लागेर चाहिँ त्यसले गर्छ, गर्न सक्दैन। कसैले छोरा नातिलाई पोसे होलान्, कसैले चाहिँ आफ्नो जमाइ चेलालाई पोसे होलान्, कसैले दाजुभाइलाई पोसे होलान्, कसैले चाहिँ आफ्ना भान्जा भान्जी पोसे होलान्, आफ्ना नाल नाता पोसे होलान्। तर यो पार्टीले चाहिँ कसैलाई पोसेको मैले देखिनँ है। यो सच्चो कुरा, सच्चो कुरा मैले देखेको कुरा त्यही हो है। तर अब म त अब 80 मा लाग्ने लगभग होइन। अब त मैले त्यहाँ पहिले त म यहाँ बसिनँ पनि अथवा चाहिँ होइन। अब यो 48 सालदेखि यताको कुरा म बसेपछि मलाई यो ज्ञान छ के कसले के गर्यो, कसले के गर्यो भनेर। बुढाबुढीलाई पनि त यिनीहरूले त गर्यो नि, यो पार्टीले त गर्यो नि बुढाबुढीलाई त। बुढाबुढी बिचार कति रोएर बस्थे यति थाहा छ। यो कनिका छेरे चाहिँ छर्यो भनेर भन्यो क्या। कनिका छरे चाहिँ छर्यो, यो चाहिँ देशलाई चाहिँ मासो एमाले भनेको काङ्ग्रेसले खुदै मलाई थाहा छ। अब त्यो अहिले त सबै बुढाबुढी त काङ्ग्रेसियन होला नि। काङ्ग्रेसले पाएको छैनन् र एमाले माओवादीले पाएको छैनन्। यो स्वतन्त्र त यो अहिले जन्मेको हो। त्यो स्वतन्त्रलाई छोडौँ।